गाइस वेलकम टु न्यू ब्लग आयो सबजना सन्चै आरामै हुन्छ होला म सन्चै आरामै छु है त आज चाहिँ मेरो जापानको फ्लाइट छ हैन रातिको 12:25 मा है त म अब के हुन्छ कसो हुन्छ त्यहाँ एयरपोर्ट भित्र के गर्नुपर्छ पहिला हामी हैन सबै देखाउने बेलामा छु आज हैन भिडियोमा सबै आउँछ हैन अस्ति भनेको थिएँ मैले हैन हजुरहरुलाई हैन मेरो चाहिँ आजको हो फ्लाइट हैन रातिको 12:25 को इन्डियाबाट थाइल्यान्ड जाने हो थाइल्यान्डबाट चाहिँ अब जापान होस् क्योतो हैन जाने हो है त र त्यही हो मम्मी र म जाने हो है त के हुन्छ कसो हुन्छ सबै भिडियोमा देखाइहाल्छु हैन अहिले म त छतमा बसेर आनन्दले बसिरहेको छु है त अब म ल अब चाहिँ यी कपडा पनि मैले त माथि छ एउटा दुईटा अनि तीनटा चारवटा अनि पाँचवटा ए छवटा सेन्डो चाहिँ देखाइन है छवटा जति स्लिपर अब भित्र थर्मोकोट अब पाइन्ट अब त्यस्तै गरेर जाने हो केटा हो है अब यस्तै गर्ने सर्ट लगाउने सर्ट लगेज यहाँ दुईटा यहाँ ग्यारी यहाँ भेली यहाँ पछाडि छ देखाउँदै यहाँ पछाडि नि ल त्यही अब चाहिँ एकैछिनपछि हामी दादाले लगाइदिँदै हुनुहुन्छ टिका ल मामाको पालो ल यस्तो भाग्यमानी ल चियारबाट आइपुगिसकेको छौँ है ल है यति भिड छ है पहिला अरूलाई पुऱ्याउँदा कस्तो यो है त हामी त लगाउँदा छ लाग्यो हामी चाहिँ भित्र छौँ है त ल अहिले चाहिँ भित्र छौँ एकैछिनपछि भित्र एन्ट्री गरेर अब हामी चाहिँ लाइनमा छौँ है त ल ए लाइन कति ल गाइस चाहिँ म चाहिँ आइसकेको छु है जापान आइसकेको थियो त्यो थाइल्यान्डबाट आएपछि चाहिँ त्यो बनाउन मिलेन कि त्यहीँभित्र चाहिँ अझ चाहिँ त्यहाँबाट त अलिअलि देखायो नो इन्ट्री एप मोबाइलै बन्द अरे कि भिडियो बनाउनु भने यसो गरेर यस्तो देखाइसकेको थिएँ है पाउँदै नपाइदिएर है अब के गर्नु होइन ल हाम्रो चाहिँ रुम यस्तो छ है च्याट्टै यहाँ है त्यस्तो छ यहाँ चाहिँ हाम्रो साथीहरूको फोटो यहाँ चाहिँ मैले टाँसेको छु होइन त्यही हो ल होइन यहाँ यस्तो चट्ट छ यहाँ के मान्छेहरू हुन्छन् है यहाँबाट त्यस्तो ठुलो छैन होइन यहाँ यस्तो छ यहाँ च्याट्ट छ यतापट्टि चाहिँ यता मम्मी किचनमा के गर्दै हुन्छ बाबा त काममै हुनुहुन्छ होइन यहाँ मम्मी के गर्दै हुनुहुन्छ किचनमा अनि यहाँ चाहिँ बाथरुम छ कसको पो फोन आयो है यहीँ बाथरुम छ होइन त्यस्तै हो बाहिर जापान यस्तै छ केटा हो होइन त्यही हो है त ल अब म बनाइरहन्छु कहिले कहाँ गयो कहीँ कहाँ गऱ्यो भने बनाइरहन्छु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु लगाइछु लाइक एन्ड टेक केयर आजको लागि चाहिँ यति नै